नमस्कार। आज हामी कुरा गर्दैछौँ घर बनाउँदा कसरी सस्तो तर मजबुत घर बनाउने। घर जीवनकै सबैभन्दा ठूलो लगानी हो, तर सही योजना नभए घर बनाउँदा खर्च दोब्बर पनि हुन सक्छ। त्यसैले ध्यान दिनुहोस् यी महत्त्वपूर्ण कुराहरू। पहिलो, योजना बिना घर बनाउने गल्ती नगर्नुहोस्। घर बनाउनु अघि नक्सा, बजेट र आवश्यकताहरू स्पष्ट गर्नुहोस्। बारम्बार नक्सा परिवर्तन गर्नाले सामग्री र मजदुरी दुवैको खर्च बढ्छ। दोस्रो, साधारण डिजाइन रोज्नुहोस्। धेरै घुमाउरो डिजाइन, फ्यान्सी एलिभेसन घरलाई सुन्दर त बनाउँछ, तर खर्च पनि निकै बढाउँछ। सीधा, रेक्ट्याङ्गुलर डिजाइन सबैभन्दा सस्तो र टिकाउ हुन्छ। तेस्रो, स्थानीय सामग्री प्रयोग गर्नुहोस्। स्थानीय ढुङ्गा, बालुवा, इटा सस्तो पनि हुन्छ र सजिलै पाइन्छ। आयातित सामग्री प्रयोग गर्दा खर्च अनावश्यक रूपमा बढ्छ। चौथो, इमानदार र अनुभवी मिस्त्री छान्नुहोस्। सस्तो मिस्त्री खोज्दा काम बिग्रिएर फेरि बनाउनु परे खर्च दोब्बर हुन्छ। त्यसैले गुणस्तरमा सम्झौता नगर्नुहोस्। पाँचौं, सामग्रीको वेस्टेज रोक्नुहोस्। सिमेन्ट, बालुवा खुला राख्नु हुँदैन। आवश्यकता अनुसार मात्र मिक्स गराउनुहोस्। साइडमा निगरानी गर्नुभयो भने धेरै पैसा बचाउन सकिन्छ। छैठौं, फिनिशिङमा सन्तुलन राख्नुहोस्। सबै ठाउँमा महँगो टायल र फल सिलिङ चाहिँदैन। साधारण प्लास्टर र पेन्ट धेरै ठाउँमा पर्याप्त हुन्छ। सातौं, भविष्य सोचेर वायरिङ र प्लम्बिङ गर्नुहोस्। पछि फोडफाड गर्नु पर्यो भने खर्च झनै बढ्छ। अन्त्यमा, चरणबद्ध रूपमा घर बनाउनुहोस्। पहिले स्ट्रक्चर बनाउनुहोस्, पछि आम्दानी अनुसार फिनिशिङ गर्दै जानुहोस्। याद राख्नुहोस्, सस्तो घर भनेको कमजोर घर होइन, सही योजना भएको घर हो। यदि तपाईलाई सस्तो घरको नक्सा, लागत अनुमान वा निर्माण सम्बन्धी सल्लाह चाहियो भने हामीसँग जोडिनुहोस्। धन्यवाद। सुरक्षित र समझदारीपूर्ण निर्माणको शुभकामना।